सो यो भिडियोमा हामी आज एउटा न्युमेरिकल सिक्नवाला छ जुन पोखरा युनिभर्सिटीमा कहिलेकाहीँ 5 मार्क्स 10 मार्क्स र प्लस 2 मा पनि सोध्ने गर्छ 5 मार्क्सको लागि। अनि एकदमै इम्पोर्टेन्ट छ र एकदमै इजी पनि छ। सो त्यो हिसाब कस्तो खाले हुन्छ भने टीआरटीसी एप्रोचबाट सोध्ने र एमआरएमसी एप्रोचबाट सोध्ने न्युमेरिकल्स हुन्छ। सो त्यो न्युमेरिकल्समा जानु अघि हामीले पहिला केही इन्फर्मेसनहरु यहाँ बुझिहाल्छ ताकि हामीले न्युमेरिकल्स गर्दाखेरि एकदमै इजी परोस्। सो पहिला बुझौँ टीआरटीसी एप्रोचमा के कुरा चाहिन्छ। टीआरटीसी एप्रोचको दुईटा कन्डिसन छ, फर्स्ट अर्डर कन्डिसन, सेकेन्ड अर्डर कन्डिसन। यसलाई फर्स्ट अर्डर कन्डिसनलाई के भन्छ भने डी प्रॉफिट बाइ डी क्यू डेरिभेटिभ क्यू र सेकेन्ड अर्डर कन्डिसन भने इक्वल्स टु 0, जबकि सेकेन्ड अर्डर कन्डिसन भनेको के हो डी स्क्वायर बाइ लेस देन 0। यो हामीले कन्डिसन याद राख्नुपर्ने हुन्छ टीआरटीसी एप्रोच गर्नको लागि। एउटा अझै बेसिक इन्फर्मेसन के हुन्छ, जब हामी यो निकालिहाल्छौँ सेकेन्ड अर्डर कन्डिसन म्याच गराउनको लागि हामी यसमा कुन भ्यालु पुट गर्छौँ त यो वाला पुट, यानी फर्स्ट अर्डर कन्डिसन निकालेको भ्यालु पुट गर्छौँ अनि हाम्रो यसमा चाहिँ लेस देन 0 आउनु पर्ने हुन्छ एन्सर। चाहिँ हाम्रो यति मात्र चाहिएको हुन्छ र अब हिसाब बनाउँदा अझै के चाहिन्छ हामी बुझिहाल्छ। त्यसपछि हाम्रो एमआरएमसी एप्रोच छ जसमा चाहिँ हामीले केही गर्नु पर्दैन, यसमा चाहिँ दुईटा कन्डिसन अप्लाई गर्नुपर्छ भने यसमा यही एउटा कन्डिसन अप्लाई गरिदिनु पर्ने हुन्छ। तर एमआर भनेको के हो यो डाइरेक्ट त आउँदैन। सो एमआर भनेको तपाईले के बुझ्नुपर्ने हुन्छ भने चेन्ज इन टोटल रेभिन्यू हो, चेन्ज इन टोटल रेभिन्यू हो। यो डेरिभेटिभ भनेको चेन्ज बुझाउँछ। सो चेन्ज इन टोटल रेभिन्यूलाई के भन्छ हामी मार्जिनल रेभिन्यू एमआर भन्छौँ। त्यसैगरी एमसी भन्यो भने के बुझ्नु पर्यो चेन्ज इन टोटल कस्ट, चेन्ज इन टोटल कस्ट। अब एमआर निकाल्नको लागि हामीलाई फर्स्टमा के चाहिएको हुन्छ टीआर चाहियो। सो यो भन्नुस् नभन्नुस् टीआर त निकाल्नै पर्ने हुन्छ, तर यति कन्डिसनमा चाहिँ जानुपर्ने हुन्छ नि, यति चाहिँ बेसिक इन्फर्मेसन थाहा पाइरहनु। त्यसपछि अब एउटा न्युमेरिकल्स गर्छ र त्यो गरेपछि हामीले पुरै के हुन्छ के चाहिएको हुन्छ भने बुझ्छौँ ल छुटेको कुराहरू चाहिँ। यहाँ हामीसँग एउटा क्वेसन छ। यो क्वेसनमा के भन्छ भने अ फर्म डिमान्ड फंक्सन p बराबर 4 - 2q एन्ड कस्ट फंक्सन c बराबर q स्क्वायर प्लस 2q। यो हामीले दुईटा इन्फर्मेसन के दियो p दियो र c दियो। त्यसपछि निकाल्न के भनेको छ इक्विलिब्रियम प्राइस दैट मैक्सिमाइज प्रॉफिट, जहाँ प्रॉफिट मैक्सिमाइज हुन्छ रे, अर्थात् त्यो प्राइस जहाँ मैक्सिमाइज हुन्छ प्रॉफिट। अनि त्यसपछि एमसी र एमआर निकाल्नुस् त। यो एकदमै इजी छ। अघिको इन्फर्मेसन युज गर्न हामी यहाँ बाइ युजिङ टीआरटीसी एप्रोच के गर्छौँ त हामी सल्भ गर्छौँ। बाइ युजिङ टीआरटीसी एप्रोच सल्भ गर्यो। अब यहाँ हेर्नुस् इन्फर्मेसन लेख्छौँ हामी के भनेको छ 4 - 2q र c भनेको के भनेको छ q स्क्वायर प्लस 2q। अब एउटा हामीले के बुझ्नु पर्ने हुन्छ भने यो p भनेको के हो, यो c भनेको त कस्ट फंक्सन भन्ने अर्थात् टोटल कस्टको कुरा दिएको छ, तर यो p भनेको के हो भने बुझ्नु पर्यो भने यहाँ हेर्नुस् डिमान्ड फंक्सन भनेको छ र जहाँ डिमान्ड भनिदियो त्यहाँ हामीले के बुझ्नुपर्छ त्यो डिमान्ड भनेको प्राइस हो, अर्थात् यो हामीले प्राइस दिएको छ हैन। अब टीआरटीसी एप्रोचमा हामीले के चाहियो टीआर निकाल्नु पर्यो, टीसी निकाल्नु पर्यो, अनि त बल्ल हामी त्यसको कन्डिसनमा जान्छौँ। त्यसैको लागि हामी पहिला टीआर तिर जाऊ। टीआर कसरी निकाल्ने त टीआर को फर्मुला हाम्रो के छ, टीआर को हाम्रो फर्मुला हुन्छ प्राइस इन्टु क्वान्टिटी। टीआर भनेको के हो टोटल रेभिन्यू। टोटल रेभिन्यू केलाई भन्छ, फर इक्जाम्पल तपाईले आरएस 30 रुपैयाँ को दरले 10 किलो आलु बेच्नु भयो भने आरएस 300 रुपैयाँ आउँछ। यो तपाईको के भएर जान्छ, यो तपाईको टीआर भएर जान्छ। टीआर भनेको के बुझ्नु भयो, यसमा तपाईको कस्ट पनि हुन्छ तपाईको प्रॉफिट पनि हुन्छ हैन। सो त्यही भएर मतलब कति तपाईले कुनै सामान बेचेर आफूले प्रोडक्सन गरेको सामान बेचेर एउटा प्राइसमा जुन त्यो तपाईको टोटल अमाउन्ट हुन्छ त्यसलाई के भन्ने गर्छ त टीआर भन्ने गर्छ। हामीले बेसिक कन्सेप्ट त्यति थाहा हुनु पर्यो। त्यसपछि हामीसँग p छ अर्थात् डिमान्ड फंक्सन भनेको प्राइस बुझ्यो र प्राइस यहाँ दिएको छ। अनि हामीसँग q छ, q त छैन यसमा, तर हामी के गर्छौँ हेरौँ यसलाई हामी p को भ्यालु कति छ 4 - 2q लाई ब्र्याकेटमा हाल्छौँ र यता q गर्छौँ। अब यसलाई हामी के गर्छौँ त मल्टिप्लाई गर्छौँ। 4 ले q मा मल्टिप्लाई गर्दा 4q आउँछ माइनस 2q इन्टु q ले मल्टिप्लाई गर्दा हाम्रो 2q स्क्वायर आउँछ, किनकि यसले त दुवैलाई मल्टिप्लाई गर्ने हो नि त। हाम्रो टोटल रेभिन्यू कति आयो यति आयो हाम्रो टोटल रेभिन्यू
ओके, टोटल रेभेन्यू आइसक्यो। अब हामीलाई टिसी दिएकै छ, टोटल रेभेन्यू आइसक्यो र यो हाम्रो सी भनेको यसलाई तपाईँले अर्को भाषामा टिसी बुझ्न सक्नु, कस्ट फङ्सन भनेर सी भनेको छ तर यो टिसी छ। अब टिआर आइसक्यो, टिसी आइसक्यो, अब हामीले के निकाल्नु पर्यो त कन्डिसनहरू अप्लाई गर्नुपर्ने हुन्छ। अब यसलाई अहिलेलाई यतिकै राखिदिनु, पछि मेट्दै गर्छु। कन्डिसन अप्लाई गर्दाखेरि यसमा के गर्नु पर्यो भने तपाईले फर्स्ट अर्डर कन्डिसन लगाउनु पर्यो। फर्स्ट अर्डर कन्डिसन, फर्स्ट अर्डर कन्डिसन लगाउँदाखेरि हामीले के भनेको छौँ भने यो डेरिभेटिभ अफ प्रफिट बाई यो राख्छौँ हैन। अब तपाईले भन्नुलाई कि जेनरली मान्छे के लेख्छन्, क्यूलाई क्यापिटल लेख्छ तर हाम्रो क्यू यहाँ सबै स्मल दिएर त्यही भएर फिटिङ गरेर इक्वल्स टु 0 फर्स्ट अर्डर कन्डिसन लाग्यो ल। अब एउटा जेनरल इन्फर्मेसन के निकाल्नु पर्यो, अब यो के हो बुझ्नु कन्फ्युज हुन्छ क्या बुझ्नमा। सो यसलाई तपाईले यहाँ हेर्नुस् त, त्यो भनेको तपाईलाई यहाँ प्रॉफिट फंक्शन, प्रॉफिट फंक्शनलाई त्यस्तो डेनोटेसन दिएर भनिन्छ, अर्थात् त्यो भनेको के हो प्रॉफिट फंक्शन हो। अब तपाई भन्नुहुन्छ कि हामी त यो निकालेकै छैनौं। यस, निकालेको छैनौं किनकि यो फर्मुला आइसकेपछि ताकि हामीलाई याद होस् र तपाईहरु नबिर्सुस् भनेर मैले यो छोडेको थिएँ। अब यो निकाल्ने फर्मुला के छ भने प्रॉफिट फंक्शन निकाल्ने फर्मुला के छ भने टीआर लाई टोटल कस्टबाट घटाउनु पर्ने हुन्छ। अब हेर्नुस् हाम्रो टीआर कहाँ छ, यहाँ निकालेको छ हामीले, इक्वेसन 1 मान दिएको छ त्यसलाई। टीआर हामी लेख्छौं 4q - 2q स्क्वायर, यसलाई ब्रैकेटमै राख्दिनु, यसलाई आउने वालालाई राख्नु ब्रैकेटमा, माइनस टोटल कस्ट कति छ, यो माइनस छ है, टोटल कस्ट कति छ q स्क्वायर प्लस 2q। यो हाम्रो के भयो, हामीले फंक्सनमा राख्यौं। अब यसको त घटाउ जोडहरु गर्नु पर्यो, त घटाउ जोड गर्दाखेरि हामीले यहाँ 4 पहिले जात मिलाइदिन्छु यिनीहरुको लाइक टर्महरु के हुन्छ। अब यहाँ के छ q छ है, यो q स्क्वायर प्लस माइनस q स्क्वायर, अब प्लस माइनस के हुन्छ यहाँ माइनस 2q हुन्छ। यस, हामीले यति गरिसक्यौं। यसलाई पहिला के गरे प्रॉफिट फंक्शन निकाल्नको लागि, प्रॉफिट फंक्शन मतलब हामी के बुझ्यौ टोटल रेभेन्यू माइनस टोटल घटाउनु भयो भने एउटा प्रॉफिट निस्किन्छ। तर यहाँ हामीले फंक्शन किन भनिरहेछ किनकि यो अल्जेब्रिक टर्ममा छ नि, त्यही भएर फंक्शनै भन्नु पर्यो। त्यही भएर हामी यो गर्यौं र यसको हामीले निकाल्दाखेरि 4q हेर्नुस् त, 4q र यो q घटिहाल्छ, अर्थात् हाम्रो कति बच्छ 2q र यो माइनस 2q र यो q कति हुन्छ 3q स्क्वायर आयो। हाम्रो के आयो 4q लाई 2q ले घटायो 2q आयो र 2q स्क्वायर माइनस 4q स्क्वायर माइनस माइनस जोडिन्छ, सिम्बल माइनस को रहन्छ। सो हाम्रो 3q स्क्वायर हाम्रो के आइहाल्यो त, यो प्रॉफिट फंक्शन हाम्रो यति आइहाल्यो। यो प्रॉफिट फंक्शन हल्का यसमा कन्जस्टेड भयो, हल्का हल्का काम चलाउनु होला बुझेर। त्यसपछि हाम्रो अब के भन्छ भने हाम्रो अब यहाँ फर्स्ट अर्डर कन्डिसन अप्लाई गर्नु छ। त फर्स्ट अर्डर कन्डिसन अप्लाई गर्नको लागि हामीले के गर्छौं, यो फंक्शन यहाँ राख्छौं हामी, अर्थात् हाम्रो हेर्नुस् त डेरिभेटिभ d अनि त्यहाँ दिएको छ 2q माइनस 3q स्क्वायर बाइ dq दिएको छ। अब डेरिभेटिभ गर्नु पर्यो। यहाँ कसैलाई आपत पनि आएछ, लाइक डेरिभेटिभ भन्ने बित्तिकै के होला भनेर। सो केही छैन यसमा, इजी छ, एउटा लाइक पावर रुलको फर्मुला लगाएपछि बन्छ, अरु केही छैन। अब हेर्नुस् पहिला हामी बुझ्नु पर्यो अब के हो के कसरी गर्ने भन्ने कन्फ्युज हुन सक्छ। त्यसको लागि हामीले के बुझ्नु पर्छ भने यहाँ हेर्नुस् त हामीसँग एउटा फर्मुला हुन्छ n, यहाँ q छ भने q नै राखौं, nq - n को पावर 1। हामीसँग पावर रुलको डेरिभेटिभको फर्मुला यो हुन्छ। यो फर्मुला लगाएर हामी यहाँ सल्भ गर्न सक्छौं। अब हेर्नुस् n हामी नम्बर मान्छौं, q भनेको q नै हो र q को पावर n-1 हामीले यो बुझ्नु पर्ने हुन्छ। साइन्स पढेकोहरुलाई त थाहा छ कसरी डेरिभेटिभ गर्छ, तर हामीले त्यति चाहिएको छैन। यहाँ जस्ट हामीले यसलाई कसरी नेक्स्ट स्टेप सल्भ गर्ने भन्ने कुरा सिकिरहेका छौं। त्यही भएर हेर्नुस् अब 2q लाई यही फर्मुला फिट गरेर युज गरौँ त। 2 n भनेको कति हो 2 हो, q को q राख्दिए हैन, यो q र q को पावर कति छ n-1 भनेको छ, मतलब यहाँ के भनेको छ n, n-1 भनेको कति हो सरी है। अब यति गरिसकेपछि हैन हामीले के गर्नुपर्ने हुन्छ त,
अब यो डेरिभेटिभ कसरी गर्ने भन्ने कुरा आउँछ। यहाँ कसैको दिमाग खराब हुन सक्छ, डेरिभेटिभ त आउँदैन, अब हिसाब बन्दैन, केही टेन्सन नलिनुहोस्। त्यसको पनि हामीसँग मन्त्र छ। त्यो मन्त्र के छ भने एउटा फर्मुला छ हामीसँग पावरको, एन क्यु एन माइनस 1। यो फर्मुला लगाएर जस्तो सुकै यो हिसाबमा आउने डेरिभेटिभ हामीले सल्भ गरिदिन सक्छौँ। अब यो फर्मुला भनेको के हो, पावर रुलबाट आएको एउटा फर्मुला छ। यो फर्मुलाको डेरिभेसन पनि हुन्छ, तर त्यसमा हामीलाई जानु छैन, किनकि हामीलाई चाहिएको मात्र के हो, नेक्स्ट स्टेप कसरी बढाउने, कसरी बुझ्ने भनेर। सो अब यो फर्मुलाले पुट गर्छु। एन भनेको तपाईँको नम्बर हो र क्यूको पावर एन माइनस 1। यहाँ एक्स पनि दिन सक्छ, जे पनि दिन सक्छ। सो अब हेर्नुहोस्, यसलाई अब हामी पुट गरेर यो फर्मुलामा चेक गर्छौँ। 2q दिएको छ, एन भनेको कति हो, एन भनेको कति हो, जति पावर हुन्छ, मतलब कि यो क्यूको पावर कति छ, 1 छ। त्यो केले मल्टिप्लाई गर्छ, अगाडि भएको नम्बर कुन हो, 2 हो छ नि। अब क्यू अनि क्यूको पावर कति हो, 1 माइनस 1। सो 1 इन्टु 2 बच्यो 2 अनि इन्टु क्यूको पावर 0। र पावर 0 भइसकेपछि तपाईँलाई थाहै होला त्यसको भ्यालु नै हुँदैन, पर्दैन। सो हामी के लेखिदिन्छौँ, 2 माइनस, अब हेरौँ 3q स्क्वायर छ। अब 3q स्क्वायरले पनि फेरि यही चेक गरिदिउँ। अब 3q स्क्वायर छ भने हामी एन भनेको के हो, नम्बर हो, र 2 गर्छौँ, मतलब कि यसको पावरको 2 हो नि, नम्बर 2 गर्छौँ। अनि यहाँ एन कति छ, यसको अगाडि 3 छ, यहाँ 3 छ, हेर्नु त। अनि त्यसपछि क्यू छ, अनि पावर त 2 छ, अनि त्यहाँ के घटाउन भनेको छ, 1 घटाउन भनेको छ। 2 या 6, मतलब 2 3 जा 6 इन्टु क्यूको पावर, सरी क्यूको क्यू, अनि 2 माइनस 1 गऱ्यो भने क्यूको पावर 1 लेख्नु पर्दैन, अर्थात् हाम्रो के भयो, 6q माइनस 6q इक्वल्स टु 0 आयो। अब यति आइसकेपछि यताको म इरेज गर्छु ल, एकचोटि सबै कपी गरिहाल्नु होला। एकचोटि म यो बुझाइ पनि दिन्छु। प्राइस दिएको थियो, डिमान्ड फङ्सन भनेपछि प्राइस दिनुपर्छ। हाम्रो सी दिएको थियो, टोटल रेभेन्यू पी इन्टु क्यू गरेर निकाल्यो, हाम्रो यति आयो इक्वेसन 1। प्रफिट फङ्सन भनेको टिआर माइनस टिसी हो, हैन। अनि त्यसपछि हामीले यसरी राखेर निकाल्यो, यति हाम्रो यति आएको छ, 2q माइनस 3q स्क्वायर यहाँ राखिदिएको छ। सो यसको पनि काम छैन, अब यसको काम छ, त्यही भएर हामीलाई भइहाल्छ। लो अब यो छ भने हामी अब यसलाई अब यही सल्भ गरिदिन्छौँ। क्यूको भ्यालु निकाल्न छ नि त, हामीले दिएकै छ। सो क्यू इक्वल्स टु यता ल्याइदियो हामीले यसलाई, अनि तपाईँको यतैको यतै राखिदिएको छु। अब यसलाई हामी के गरिदिन्छौँ, 6 2 1 2 2 3 6, मतलब 1/3। अब यसको हामीले क्यालकुलेसन गर्दाखेरि सेकेन्ड अर्डर कन्डिसन हामी चेक गर्छौँ ल। सेकेन्ड अर्डर कन्डिसनमा के भन्नुपर्छ भने डी स्क्वायर बाई डी क्यू स्क्वायर लेस देन 0। हाम्रो सेकेन्ड अर्डर कन्डिसनको फर्मुला यो हुन्छ। यसमा हामी के भनेको थियौँ, यो वाला भ्यालु जति आएको हुन्छ यो हामी पुट गर्नुपर्छ भनेर। सो अब यसलाई डी स्क्वायर छ भने डीलाई छुट्टै राखिदिएँ र एउटा डी यता आइदिएँ। अनि अब यो कति छ हाम्रो, यसलाई छुट्टै छुट्टै गरिदिउँ न, डी बाई क्यू हैन, इन्टु डी, अनि अब यहाँ गरिदिउँ डी 2 माइनस 6q बाई हाम्रो डी क्यू आउँछ। किनकि यो दुईवटा छ भने सेपरेट गरिदिँदा हाम्रो बन्छ भनेर। अब के गर्नुहोस्, यसको पनि डेरिभेटिभ गर्नु। कन्स्टेन्टको 2 छ, 4 छ, 5 छ, त्यसको डेरिभेटिभ कहिले पनि के हुन्छ, 0 हुन्छ। 0 हामीले लेख्नु पर्दैन। अनि 6q छ भने हामीले त्यही फर्मुला लगाएर पनि गर्नुभयो भने के हुन्छ भने एन क्यू एन माइनस 1 गर्नुहोस् त। एन कति छ, क्यूको 1 छ र 6 छ, क्यूको पावर क्यू, अनि एन भनेको 1 माइनस 1। 1 इन्टु 6 कति आयो, 6 आयो, र क्यूको पावर 0 भएपछि काम लाग्छ, लाग्दैन, त्यही भएर नलेख्ने। हामीले यहाँ के आयो, अनि यहाँ हामीले एउटा के छुटायो भने यहाँ हेर्नुहोस्, यहाँ जहिले पनि लेस देन 0 हुन्छ, त -6 आयो यहाँ एन्सर। -6 इज लेस देन 0। तब यहाँ के हेर्नु, यो कन्डिसन र यो कन्डिसन इक्वल्स टु 0 सेटिस्फाई गर्यो कि नै, दुवै सेटिस्फाई भयो नि त यहाँ। अब यति सेटिस्फाई भइसकेपछि हामीले अब के निकाल्दिनु पर्यो त, प्राइस निकाल्दिनु। प्राइस त दिएकै छ, प्रफिट निकाल्दिनु पर्यो। अब हामी के निकाल्छौँ, प्रफिट निकाल्छौँ। फर प्रफिट फंक्शन गरौँ न।
कन्फ्युजन चाहिँ भइन्छ यो के निकाल्नु पर्छ भने अब प्राइसको भ्यालुमा पुट गरेर हामीले टोटल के निकाल्दैछौँ त प्राइस पी प्लस टू के थियो हाम्रो यहाँ कति छ हेर्नुहोस् त कहाँ गयो यहाँ छ नि हाम्रो 4 माइनस 2 क्यू 4 माइनस 2 इन्टु हाम्रो क्यूको भ्यालु कति आएको थियो 1/3 1/3 भनेको 0.33 होइन 0.33 गर्नुभयो भने 4 माइनस कति ओरिजिनल प्राइस जुन फङ्सनमा थियो अब यहाँ हाम्रो आइहाल्यो कि प्राइस यति के भनेको थियो भने तपाईको प्राइस निकाल्नु त्यो प्राइस के हो त लेख्ने भएको थियो अब हामीले यहाँ के लेखिदिन्छौँ सिधै भने थस 3.3 is that price that maximize profit हाम्रो एउटा एन्सर निस्कियो र यो एन्सर कसरी निकाल्ने यो चाहिँ अर्कोमा म तपाईलाई क्लियर गराउँछु अर्को हिसाबमा जुन एमसीआर